तपाईहरुलाई एउटा अत्यन्तै जरुरी सूचना जस्तो तपाईहरुलाई शेयर गर्न चाहन्छु। जस्तै तपाईहरु गाडी साट्नुहुन्छ या तपाईहरु गाडी बेच्नुहुन्छ र गाडी बेच्दाखेरि अथवा गाडी किन्दाखेरि तपाईहरुलाई डिलरले इन्स्योरेन्स माग्छ। त्यो डिलरले इन्स्योरेन्स मागु भन्ने बित्तिकै तपाईहरुको इन्स्योरेन्स कम्पनीमा इन्स्योरेन्स अपडेट भयो भन्ने कुरा सोच्नु गलत हो तपाईहरुको। त्यो चाहिँ तपाईहरुको जिम्मेवारी हुन्छ कि तपाईहरुले गाडी साट्नुभयो, कुन गाडी साट्नुभयो, कुन गाडीसँग कहिलेदेखि र त्यो नयाँ गाडीको लोन कुन छ। ती सबै कुरा तपाईहरुको इन्स्योरेन्स एजेन्टलाई भन्नु वा इन्स्योरेन्स कम्पनीलाई डाइरेक्ट कल गरेर अपडेट गराउनु तपाईको कर्तव्य हो। र यदि तपाईहरुले यो गराउनु भएन भने तपाईहरुको इन्स्योरेन्स भयो भन्ने भ्रममा गाडी कुदाइरहनु भयो भने तपाईहरु अभर पर्न सक्नुहुन्छ। त्यसैले गर्दाखेरि तपाईहरुले गाडी साट्नु या किन्नु भयो भने गाडी अपडेट गराउने काम जिम्मेवारी तपाईहरुको हुन्छ। क्वेशनहरु भए, जिज्ञासाहरु भए मलाई कल गर्न सक्नुहुन्छ। मेरो कन्ट्याक्ट नम्बर छ 7173178458। हस्त नमस्ते। हजुरहरुको समय शुभ रहोस्।